सरकारको काम कर्तव्यबाट सन्तुष्ट हुनुहुन्छ? अहिले नेपाल कम्युनिस्ट पार्टीको झन्डै झन्डै 2/3 सरकार छ। केही कमी कमजोरीका साथ आधारभूत रूपमा नेपालको सरकार ठिक ठाउँमा छ। तपाईलाई लाग्दैन पछिल्लो समय तपाईको पार्टीभित्र चुलिएको विवादले गर्दा यसको असर देश र जनतामा परिरहेको छ? एकदम पर्छ, मलाई लाग्दैन, यथार्थमा परेको छ। किनभने हामी सत्तासीन पार्टी हौँ र संसारमा नेपाल कम्युनिस्ट पार्टी नै यस्तो पार्टी हो जसले सङ्घीय संसदमा झन्डै 2/3 र तपाईँको चाहिँ नि प्रदेशहरू 7वटा मध्ये 6वटा प्रदेशमा जसले नेतृत्व गरिरहेको छ, जसले अत्यधिक स्थानीय निकायहरूको नेतृत्व गरिरहेको छ, त्यो पार्टीको विवादले अनि त्यो देशलाई असर गर्दैन भन्ने कुरो होइन, गर्छ। तर म एउटा कुरो तपाईँलाई के बताउँ भने एउटा जीवित पार्टीमा सामान्य विवाद हुनु जीवित पार्टीमा हुन्छ। त्यो हाम्रो ब्याड लक चाहिँ नि के हो त भन्दाखेरि हामीले नेतृत्वको व्यवस्थापन गर्न सकेनौँ। तपाईँ नेपाल कम्युनिस्ट पार्टी मात्रै भन्नुहुन्छ भने त्यो सत्तामा छ। नेपाली काङ्ग्रेसको त्योभन्दा कम समस्या छ र? हिजोको मधेसी दल जो अहिले के अरे जसपा बन्न गएको छ, त्यो भित्रको विवाद कम विवाद छ। त्यसले गर्दा तपाईँलाई के भन्छ, विवाद सबै ठाउँमा छन्। नेपालको समाजमा यो जुन विवाद छ यसको पछाडिको कारण के हो भन्ने कुरो तपाईँले खोतल्नुपर्छ। यसको कारण के हो भने हिजो लामो समयसम्म सङ्घर्ष गरेर आएका, सामन्तवादसँग विरुद्धमा लडेका नेतृत्वहरूले अलिकति आफूलाई चाहिँ नि तपाईँलाई जनताबाट अलि माथि बुझ्न खोजेको, होइन, देवत्वकरण गर्न खोजेको र अलिकति समाजबाट टाढिएको हो कि, या त्यो योगदानको कदर जुन योगदान उहाँहरूले गर्नुभएको छ त्यो कदर गर्नुपर्छ एउटा सवाल हो। तर अब उहाँहरूको औचित्यता समाप्त हुन थालेको हो त। अब नेपालमा एक तहको उमेर हदको नेताले सक्रिय राजनीति छोड्नुपर्छ। जसरी जनताले यहाँहरूलाई 2/3 मत दिए, अस्थायी सरकार दिए, त्यो हिसाबले यहाँहरू जनताको लागि गर्नुभयो त? तपाईँको चाहिँ नि के भने औद्योगिक विकासदेखि लिएर स्थानीय विकास पनि नभएका होइनन्, सडक बाटाघाटा स्कुल कलेजहरू नबनेका होइनन्। तर भयो के भने यो बिचमा कोभिडको स्थिति समस्या पनि आयो। यो समस्याले गर्दा जुन रफ्तारमा हामीले काम गर्नुपर्ने थियो त्यो रफ्तारमा हामीले काम गर्न सकेनौँ, होइन, हामीमा केही कमी छ। दोस्रो कुरो, तपाईँले अघि उठाएका कुरोहरू जुन छन्, राजनीतिक दलभित्र केही विवाद हुनु स्वाभाविक हो, तर अनावश्यक विवाद गरेर अनावश्यक मात्र हुने परि कुरोहरू आइरहेका छन्। त्यसै कारण मैले तपाईँलाई के भने एक तहको लिडरसिपको औचित्यता समाप्त हुँदैछ नेपालमा। हो एउटा जस्तो भन्नुहोस्, काङ्ग्रेसभित्रको विवाद तपाईँ हेर्नुहोस्, यो महाधिवेशन आएपछि अनि चाहिँ तपाईँलाई विभागहरू गठन गरियो, एक खालका राखियो भने त्यो तपाईँलाई चाहिँ नि कस्तो भने मैले गर्दा जे पनि हुन्छ भन्ने खालको चिन्तन, चाहे त्यो काङ्ग्रेस हो, चाहे त्यो नेपाल कम्युनिस्ट पार्टी होस्, चाहे त्यो तपाईँलाई चाहिँ नि सजपा होस् आदि इत्यादि, होइन। अहिले जुन पूर्व माओवादी र पूर्व एमालेको बिचमा एउटा भिन्नताको कुरोहरू आइरहेछ, त्यो सन्दर्भमा यहाँ के भन्नुहुन्छ? सुन्नुहोस् न, एउटा कुरो त तपाईँलाई के भने यो एउटा कुरो बडो प्रष्ट के भने दुईवटा ठुला कम्युनिस्ट पार्टीहरू मिलेर कम्युनिस्ट पार्टी बन्यो, होइन। अब नेकपा माओवादी भन्ने पार्टी जसले चाहिँ बलात् परिवर्तन, बलात् कब्जाको कुरो लिएको थियो, होइन, र नेकपा एमाले जो लामो समयदेखि डेमोक्रेटिक प्याटर्न बोकेर आएको थियो। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा नेपालका कम्युनिस्टहरूको पुँजीवादी पार्टीभन्दा बढी भूमिका छ। अझै भन्नु भने 28 सालको झापा आन्दोलनपछि कुरो गर्नुहुन्छ भने 35-36 सालको आन्दोलनदेखि यताको कुरो गर्नुहुन्छ भने नेपालको प्रजातान्त्रिक आन्दोलनको नेता नेपाली काङ्ग्रेस होइन, कम्युनिस्ट पार्टी हो। तर्कले दिन सकिन्छ, जवाब दिन सकिन्छ। तपाईँको अहिलेको चाहिँ तपाईँ गणतन्त्र आएको कुरो गरिन्छ,
त्यहाँ जुन संविधान बन्यो नेपालमा त्यसमा के हाल्यो 27 सूत्रीय मदन भण्डारीले भनेको कुरो थपेको होइन। अनि मदन भण्डारीको विचारले भएको क्रान्ति नेता चाहिँ काङ्ग्रेस हुन्छ त्यो हामीले यो दाबी नगरे हो। यो लामो समयसम्म शान्तिपूर्ण आन्दोलनमा आएको एउटा जनताको अभिमत जितेर आएको एउटा र एउटा त्यो केही त्यसमा केही राजनीतिक रूपमा केही कार्यशैलीगत रूपमा हामी अलिक फरक चाहिँ छ, तर त्यो प्रमुख कुरो अब छैन। अब त्यो कुरो प्रमुख कुरोमा रहेन। किन अब हामीले डिस्कसन गर्दाखेरि पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी भनेर डिस्कसन गर्नुपर्ने जरुरी छैन। अनि अहिले त अब पार्टी फुट्ने संहारमा पो गयो भनेर हल्लाहरू चलिरहेछन्। म तपाईँलाई एउटा विश्वास के दिलाउन चाहन्छु नि, हाम्रो पार्टी फुट्दैन। तपाईँ विश्वास गर्नुहोस्, हाम्रो पार्टी फुट्दैन होइन। तर यो खालको एकजुटताले पनि कुनै हामीलाई प्रगति गर्न दिएन। तसर्थ विचारमा एकरूपता, नीतिमा एकरूपता, सिद्धान्तमा एकरूपता हुनुपर्छ। अब हामीले नेपाल कम्युनिस्ट हिजो हामीले पार्टी एकता गर्यौँ, त्यहाँ सैद्धान्तिक कुरो हामीले धेरै कुरो चाहिँ हामी छलफल गरेनौँ। अब हामीले नेपालको क्रान्तिको बाटो के हुने, जनताको जनवाद हुने कि नहुने, या 21 शताब्दी जनवाद हुने कि के हुने, अब हामीले छलफल त्यसरी सुरु गर्नुपर्छ। जब हामी यो अहिले जुन नेताहरूको किचिर किचिर छ नि, यो पनि राजनीतिक सैद्धान्तिक छलफलमा नभएको, त्यो डिलेर भएकोले यो भएको। अब हामी राजनीतिक सैद्धान्तिक छलफलमा कुरो अगाडि लानुपर्छ, यो आफस्याप हराएर जान्छ। तपाईँले भन्नुभयो पार्टी फुट्दैन, तर यो विवादहरू जुन सत्तासीन पार्टीमा छ यसको निरूपण चाहिँ कसरी गर्ने? यसको निरूपण के गर्नु पर्यो भने मान्छेले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु पर्यो। तपाईँ सशस्त्र सङ्घर्ष गरेर सत्ता कब्जा गरेर आएको होइन। अहिले हाम्रो पार्टी संविधानको सर्वोच्चता, कानुनी राज्य, विधिको शासनलाई मान्दछ। हाम्रो पार्टीको विशेषता त्यो, हामी कानुनी राज्य भन्छौँ, विधिको शासन भन्छौँ र संविधानको सर्वोच्चता भन्छौँ। नेपालको संविधानले के भन्छ भने यो प्रधानमन्त्रीय सिस्टम हो। सरकार चलाउने मामलामा पार्टीले प्रधानमन्त्रीलाई सुझाव दिन सक्छ, निर्देशित गर्न सक्दैन। नीतिमा निर्देशित गर्ने हो। तपाईँ मन्त्री एउटा बनाउन थाल्यो, यो मान्छेलाई बना, यसलाई नबना। तपाईँले एउटा आयोग बनाउनु पर्यो, यसलाई बनाएर यसलाई नबना। यो जुन तरिका छ यो तरिकालाई रोक्नुपर्छ। अनि यो भागभण्डा विधिलाई मलाई भनिदिनुहोस्। त्यस्तै हाम्रो दुईटा अध्यक्षलाई बकाइदा आजभन्दा 2 महिना अगाडि बस्यो, त्यत्रो विवादपछि दुईटा अध्यक्षलाई एकलाई कार्यकारी अध्यक्ष भएर पार्टीको जिम्मा दिएको छ। आज पार्टी कमिटीहरू गठन भएका छन्, आज यस्तो भइरहेको छ, पार्टीमा अराजकता भयो, त्यो हेर्नु पर्यो नि त। आफ्नो काम नगर्ने हाम्रो जुन नेताहरूको बानी के छ नि, आफ्नो काम नगर्ने, अर्काको भागमा नै सुड हाल्न जाने, यो कुरोलाई रोक्नुपर्छ र हामी रोक्छौँ। अब हामी चाहिँ आशा गरौँ कि नेकपा सुदृढ भएर महाधिवेशनतिर जान्छ। विकल्प छैन, फुटको पक्षमा कसैको हिम्मत छैन। यदि फुट्यो भने के होला? फुट्दैन। फुट्यो भने के होला भने तपाईँ र म बसिरहेको आकाश खस्यो भने के होला? हामी मर्छौँ, संसार ध्वस्त हुन्छ त्यहाँ। अनि के हो, हामी सास फेर्न छोड्दिने? त्यस्तो हुँदैन, फुट्दैन। अहिलेको जुन यो कोभिडको अवस्थामा जुन अर्थतन्त्र छ, बेरोजगारी छ, यी समस्याहरूलाई सम्बोधन गर्न यहाँहरू सत्ता पक्षबाट कस्तो नीति लिएर अगाडि दिन आउनुहुन्छ? एउटा कुरो चाहिँ तपाईँलाई के बताउँ भने नेपालमा हामीले कृषि र घरेलु उद्योगहरूलाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनताको प्रत्यक्ष सरोकारको कुरोलाई बढी प्राथमिकता दिएर जानुपर्छ भन्ने कुरोमा छौँ। हामी त्यसमा लागि पनि रहेका छौँ। यथापि कतिपय कुरो हामी सफल भइरहेका छैनौँ। यो कोभिडको प्रब्लम भनेको हाम्रो मात्रै होइन, विश्वव्यापी रूपमा हो। अहिले पनि तपाईँले हेर्नु मृत्यु दरदेखि लिएर विभिन्न कुरोलाई अहिले व्यवस्थापन कुरा हेर्नु नै, हिजो हामी कहाँ थियौँ र आज हामी कहाँ छौँ। कोभिड जतिखेर चाइनामा हाम्रो विद्यार्थीहरूलाई भएको छ, अब चाइनाबाट विद्यार्थीहरू ल्याएका थियौँ, त्यतिखेर कोभिड चेक गर्ने गयौँ तपाईँलाई नेपालमा कहीँ व्यवस्था थिएन। हामीले ब्याङ्ककमा रहेर चेक गराएको थियौँ, यहाँहरूलाई कतिको थाहा छ। अहिले तपाईँको यहीँ राजविराजमा पनि कोभिडको जाने पिसिआर चेक हुन्छ। त्यसले गर्दा कुरो गर्ने अहिले दिनको 25-30 हजार जाने पिसिआर चेकहरू सबै ठाउँमा हामी पुगेका छौँ। यथापि त्यो अभाव छ, त्यो अपुग छ। अपुग भयो भन्ने एउटा कुरो, गर्दै गरेन भन्ने एउटा कुरो। तपाईँले गरेको काम पुरा भएन, 100% भएन। तपाईँले के भन्न सक्नु पर्यो भने साथी तपाईँले 50% काम गर्नुभयो, त्यसको लागि धन्यवाद, तर तपाईँले 100 पुर्याउनुहोस्, तपाईँको पुगेन, तपाईँले भन्ने थियो।
तपाईँ कहाँबाट सुरु गरिदिनु हुँदैन, गर्दै गरेर यसबाट सुरु गर्नुहुन्छ। अब यो एकजनाले त मलाई के सोध्यो भने पञ्चायत अहिले के फरक पऱ्यो, मैले उसलाई जवाब के दिएँ थाहा छ? तपाईँले इन्टरभ्यू लिएर सकिरहनु भएको छ, मैले दिन सकिरहेको छु, यही नै हो फरक। हिजो तपाईँ बोल्न पाउनुहुन्थेन, तसर्थ जे पनि ठिक देख्नुहुन्थ्यो। आज तपाईँ बोल्न पाउनु भएको छ, तपाईँ सबै कुरोमै ठिक देख्नुहुन्छ। यो चाहिँ यसमा चाहिँ नि अलिकति हामीले विचार गर्नुपर्छ।